भइसक्यो भन्ने थाहा पाएपछि अब यसलाई रोकिन्छ, बिस्तारै रोकिन्छ। अब यसलाई हामीले रोकियो। अब रोकिसकेपछि अब हामी हेरौँ है त यो चाकामा मह सबै झऱ्यो कि झरेन। यी टोटल झऱ्यो, खाली भयो। यसरी खाली हुन्छ अनि यसलाई लगेर यसरी फ्रेममा राख्ने, के अरे सुपरमा। अब मह पार्ने समय छ भने यसलाई फेरि राख्न सकिन्छ, तर अहिले समय छैन। समय नभइसकेपछि यसलाई सुरक्षित साथ हामीले सलले बेरेर राख्छौँ। यसलाई चाहिँ सलले बेरेर कमिला नछिर्ने गरी, पुतलीहरू नछिर्ने गरी यसरी राखेपछि यो पुनः फेरि यसलाई प्रयोग गर्न उपयुक्त हुन्छ। र बितुरको हकमा चाहिँ यो चैत्र महिना र जेठको 20 भित्र प्राय मह झिकिन्छ। हाम्रो अनुभव त्यस्तो छ। यसरी यसलाई मिलाइसकेपछि यसलाई यहाँ सल भएन, मैले सल देखाउँथेँ। सल नभए हुनाले यसलाई बेरेर देखाउन सकिएन। नसकेको हुनाले अब हामीले चाहिँ अब यसलाई सुरक्षित गर्छौँ। यो महलाई कमिला नझरोस् भनेर सुरक्षित गर्छौँ। यसरी सुरक्षित गरेर यसरी राखिसकेपछि यसमा पानी भर्छौँ यसरी। अनि यहाँ पानी छ, यी अटोमेटिक पानी छ। यसरी राखिसकेपछि यहाँबाट कमिला जाँदैन। कमिला नगइसकेपछि यो मह चाँडै झरोस् भन्नको लागि यो चाहिँ कुट हो। यो चाहिँ कुट हो, यहाँबाट आएको मैन हो। अनि यसलाई चाहिँ यसरी हामीले यहाँ चाहिँ मह चाँडै धार्नको निम्ति हामीले यसरी यहाँ टेको पनि दिन्छौँ यसलाई। अनि जालीबाट मह झर्न चाँडै हुन्छ। यसरी टेको दिइसकेपछि यो मह छिटो छिटो झर्छ। फिल्टर भएर झरिसकेपछि हामीले अनि एक भरे भोलि बिहानसम्म टोटल मह झरिसक्छ। फिल्टर भएर